हेलो एन्ड नमस्ते सम्पूर्णमा मेरो हजुरआमा है अहिले 79 वर्ष लाग्नुभयो। 88 रे 78 70 र 78 वर्ष लाग्नुभयो मेरो हजुरआमा हो। अनि तपाईले देख्न सक्नुहुन्छ यता चाहिँ गुलाबको फुल देख्न सक्नुहुन्छ तपाईले है। कस्तो राम्रो फलेको छ कि फुलेको छ हेर्नुस् चारैतिर टकमक्कसँग। अब यो चाहिँ कहिले रोपेको हो भन्ने कुरा चाहिँ मलाई थाहा छैन है। हामी पनि सानै बच्चै थियौँ होला सायद। यो चाहिँ हजुरआमा थाहा। अनि आमा यो गुलाबको फुल चाहिँ तपाईले कहिले रोप्नु भएको त नि? नै थियो नि के अरे बाबुला धेरै वर्ष यादै राखिनँ नि मैले के त्यो बुढोको 20-22 वर्ष भयो। त्यो बुढाको घर बनाएको तैँले थाहा छ? मलाई के थाहा नि। हो त त्यो बुढा घर बनाएको वर्षमै यो घर बनाउने र त्यो घर बनाउने एउटै सालमा त्यो बेलामा त गीत गाएर बसेँ। त 3 वर्षको थिएँ। ए भनेपछि 25-26 वर्ष भइसक्यो है। भयो नि ल गाइस तपाईले सुन्नुभयो होला है। 25-26 वर्ष भयो यो गुलाबको फुल रोपेको। सानै छ तर यस्तो मजाले फुलेको छ कि तपाईले देख्न सक्नुहुन्छ गुलाबको फुल। हेर्नुस् त वाउ कति राम्रो छ। हेर्नुस् त तपाईले कति राम्रो छ गुलाबको फुल। हेर्नुस् साथी कस्तो राम्रोसँग फुलेको छ गुलाबको फुल। यहाँ तपाईले देख्न सक्नुहुन्छ टकमक्क बलिरहेछ। यसको बास्ना कति मङ बास्ना आइरहेछ। म चाहिँ अलि भोक लाग्यो अनि त्यही भएर यो बिस्कुट चाहिँ खाएँ 1 प्याकेट बिस्कुट र यहाँ पानी त्यही हो। अब त फेरि रोटी पनि आयो है। देख्न सक्नुहुन्छ तपाईँले रोटी। अब मम र म खाने है त। ल साथी खाएँ है त। मेरो हजुरआमा